होइन मेरो बाबाले त मान्नै हुन्न, मेरो बाबा त काङ्ग्रेस होइसिन्छ, मेरो बाबा त एमाले होइसिन्छ। ठिक छ, आफ्नो आस्था हो। र तपाईँहरूको बाबालाई एउटा कुरा मैले भन्न आएको, बाबा मम्मीहरूलाई होइन, एउटा छोरा सम्झेर सुनिदिनु होला र बाबा मम्मीहरूलाई यो कुराहरू पठाइदिनु होला, जसको बाबा मम्मीले सुन्नु भएको छैन, टेर्नु भएको छैन। तपाईँले एउटा कुरा भन्छ क्या, कति मान्छेहरू हामी जस्ता, तपाईँको छोराहरू जस्ता, तपाईँहरूको छोरीहरू जस्ता मान्छेहरू कतिजनाको डेथ भएको छ विदेशमा। तपाईँले ऋण खोजेर विदेश पठाउनु भएको छ, यहाँबाट हामीले ऋण खोजेर नेपाल लान सक्दैन यार। तपाईँले छोराछोरीलाई सोध्नुहोस् त फोन गरेर, बाबु तँलाई सन्चै छ भन्दाखेरि तपाईँको छोराछोरीले यहाँनिर आधा पेट खाएर आधा भुक्का पेट बोके बसेर नदिँदाको मलिलो अनुहारले तपाईँलाई भन्ने हुनेछ, बाबा सन्चै छु, मैले खाना खाइसकेँ, तपाईँहरू सन्चै हुनु होला है भन्ने। त्यति हो तपाईँहरूले पाउने जवाफ। तर उसको पीडा उसलाई मात्रै थाहा छ क्या, किन बिग्रेको थाहा छ। अवस्था हेर्नुहोस् त, तपाईँ सानो बच्चादेखिको यही अवस्थाले तपाईँ हुर्किनु भयो होला, तपाईँहरू हुर्किनु भयो होला। तपाईँको पालो त गइसक्यो। अब तपाईँको शेखापछिको बच्चाको पालो पनि यसरी नै बित्दैछ क्या, जुन कि तपाईँले आफ्नो भोट वा आफूले गर्न देशको विकासको लागि सहयोग नगरिदिएको कारणले गर्दाखेरि। हेर्नुहोस् न, हामी मर्यौँ भने बाबुआमाले लास पनि देख्न पाउँदैनन्। परिवर्तन त्यही थियो, मान्छे त्यही हो, देश त्यही हो, राष्ट्र त्यही हो, पार्टी त्यही हो नि होइन। को दुब्लाए, को मोटाए, कसले भ्रष्टाचार गरे, कसले गरेन, बुझ्नुहोस् न एकचोटि। यसो सम्झेर मनमा भनौँ न, मनमा एउटा छोराछोरीलाई राखेर छोराछोरीको कुरा सुनिदिनु होला। यसपालि चाहिँ देश विकास गर्नको लागि केही न केही तपाईँहरूले पनि योगदान गर्नुपर्छ। बाबामा बल्ल तपाईँको छोरा नातिहरूले सुख पाउँछन्। तपाईँहरूले देश विकास गर्नलाई योगदान दिनु भएन भने नि अझै 4 पुस्ताले दुःख पाउनेछन्। सम्झिनुहोस् है, सम्झिनुहोस्। भोलि आफ्नो छोराछोरीको मुख देख्न नपाउनु होला। कुनै पनि पार्टीले आएर तपाईँलाई यहाँनिर गरिदिँदैन। देश विकास भए कोही पनि विदेश जाँदैन। हामीलाई रहर छैन यहाँ आएर दुनियाँको भाडा मोल्न, टोयलेट छोड्नको लागि। होला धेर थोर कमाउँला, तर ज्यान सबैको उस्तै हो। याद गर्नुहोस् बाबाआमाहरू।